आईवीएफ गर्न कति समय लाग्छ भनेर धेरैजनाले प्रश्न सोध्नुहुन्छ। आज म त्यसको बारेमा उत्तर दिन्छु। नमस्ते, म डाक्टर नेहा हुमागाई, इन्दिरा आईवीएफ नेपालबाट। आईवीएफ गर्दाखेरि पहिला कुरो त त्यो 3 चरणमा हुन्छ। सुरुमा त तपाईले आफ्नो सबै जाँचहरु गर्नु पर्यो हैन, अनि महिनावारीको दोस्रो दिनदेखि तपाईलाई इन्जेक्सन लाग्न सुरु हुन्छ। 10 दिन जति इन्जेक्सन लागिसकेपछि 12औं दिनको दिन तपाईको अण्डा निकालिन्छ। कसैको 1-2 दिन तल माथि पनि हुन सक्छ। 12 दिनको दिन अण्डा निकालिसकेपछि 5 दिनपछि तपाईको भ्रूण बन्छ। अनि तपाईको भ्रूण कस्तो बन्यो भनेर हामी तपाईलाई बोलाउँछौं अनि सम्झाउँछौं। त्यसपछि हामी त्यतिखेरै तपाईहरुलाई आईवीएफ गरेको त्यो भ्रूण भित्र हाल्दैनौं, किनभने त्यतिखेरै भ्रूण भित्र हाल्यो भने त्यसलाई फ्रेश ट्रान्सफर भन्छ। संसारमा रिसर्चहरुमा यो देखिएको छ कि फ्रेश ट्रान्सफरको सक्सेस रेट एकदमै लो हुन्छ। त्यसले गर्दा हामीले अर्को महिनावारीमा तपाईलाई भ्रूण हाल्छौं। त्यसपछि हामीले त्यतिखेर तपाईहरुलाई एउटा इन्जेक्सन लाउँछौं र त्यसको 15 दिनपछि औषधि सुरु गर्नु भनेर त्यो सुरु गरेको 14 दिनमा बोलाउँछौं। भनेपछि झन्डै तपाईको भ्रूण बनेको दिनदेखि तपाईको बच्चा ट्रान्सफर गर्नलाई झन्डै 40 दिन जति लाग्छ र 40 दिनमा हामीले बच्चा हालिसक्छौं। भनेपछि तपाईको आईवीएफ गरेदेखि तपाईको बच्चा हालुन्जेलसम्ममा झन्डै 2 महिना जति लाग्छ हैन। अनि 2 महिना जति लागिसकेपछि हामीहरुले 14 दिनपछि रिजल्ट आउँछ। भनेपछि 2.5 महिना जतिमा तपाईको रिजल्ट आइसक्छ र तपाई 3 महिना जति बस्नुभयो भने तपाईको बच्चाको धड्कन पनि आइसक्छ। अरु पनि तपाईलाई इन्फर्टिलिटी सम्बन्धी अथवा प्रेग्नेन्सी सम्बन्धी केही प्रश्न सोध्नु छ भने मलाई सोध्न सक्नुहुन्छ। धन्यवाद।